हेलो सबैजनालाई। आज मैले ल्याएको छु टमाटरको गुलियो अचार बनाउनुको लागि मैले 1 केजी टमाटर किनेको छु र 1 केजी टमाटर किनेर चाहिँ यसलाई मजाले पखालेर चाहिँ यसको टुप्पो काटेर चाहिँ लामो लामो स्लाइसमा काटेको छु। त्यहाँदेखिको ल्याएको छु मैले गुड। तपाईँले चिनी हाल्दा पनि हुन्छ, तर गुडको टेस्ट चाहिँ चिनी भन्दाखेरि बेसी राम्रो हुन्छ। र मैले किसमिस भिजाएको छु। यहाँ किसमिसलाई चाहिँ 10-15 मिनटको लागि भिजाएको छु ताकि त्यसको फोहोर सबै निस्कोस् भनेर। त्यहाँदेखिको पखालेपछि चाहिँ किसमिस काजुलाई मैले काटिसकेको छु। तपाईँलाई किसमिस मन पर्दैन भने तपाईँलाई नारियल हाल्दा पनि हुन्छ, सुक्खा नारियल मसिनो काटेर हाल्दा पनि हुन्छ। र एउटा कराईमा तेल गरम गरेर मैले सुक्खा खुर्सानी 2टा पड्काएको छु। सुक्खा खुर्सानी चाहिँ बेसी पिरो भएर चाहिँ 2टा खालि पड्काएको छु र 5 फोरन पनि पड्काउनु पर्ने हुन्छ। र हल्दी हालेर काटेको टमाटर सबै हाल्नुपर्ने। टमाटर सबै हालेपछि त्यहाँदेखिको हाल्नुहोस् नुन हालेर मजाले चलाउनुहोस्। किन नुनले गर्दाखेरि टमाटरबाट पानी निस्किन्छ र त्यही पानीमा चाहिँ टमाटर मजाले पाकेको हुनुपर्छ। र आफूले फाल्तु पानी चाहिँ हाल्नु हुँदैन, नभए गर्मी महिना छ बिग्रिने डर हुन्छ। र त्यही भएर चाहिँ टमाटर मजाले त्यही पानीमा चाहिँ टमाटर मजाले गलिसकेको छ हो। त्यहाँदेखिको मजाले यसलाई चलाएपछि त्यसमा गुड हाल्नुहोस्। गुड हालेपछि चाहिँ एकछिन चलाउनु पर्ने हुन्छ, फेदमा टालिन्छ। ग्यास कम्ती गरेर चलाउनुहोस् किनकि यो छिटा उड्छ, यसको छिटा लाग्छ। अन्त त्यही भएर चाहिँ मजाले चलाएपछि चाहिँ मलाई चाहिँ अलिक बाक्लै मनपर्छ, त्यही भएर चाहिँ म गुडको पानी पनि अलिक सुकाउँछु। र त्यही भएर चाहिँ एकछिन मजाले चलाउनुहोस् किनभने फेदमा टालिने डर हुन्छ। एकछिन चलाएर चाहिँ यसलाई 5-10 मिनटको लागि कम्ती आँचमा चाहिँ सुक्नु दिनुपर्ने हुन्छ। अब सुकेर अब रेडी भइसक्यो। यत्तिको बाक्लो चाहिँ मनपर्छ। र अब मजाले चलाएपछि चाहिँ यसमा हाल्नुहोस् किसमिस काजु, तपाईँलाई के मनपर्छ त्यो सबै कुरो हाल्नुहोस्। हालेपछि चाहिँ अब रेडी भइसक्यो। र एउटा बोलमा यसलाई खराउनुहोस्। खराएपछि चाहिँ अब यो रेडी भएर यसलाई खाजामा बिहान परोठा पुरीसँग नानीहरूलाई दिनुहोस्। नानीहरूलाई एकदमै मिठो लाग्छ र मेरो नानीलाई त साह्रै मिठो लाग्छ। र कस्तो के लाग्यो तपाईँलाई मलाई पक्का कमेन्ट गरेर भन्नुहोस्। र प्लिज मेरो च्यानललाई सब्सक्राइब गर्नुहोस्, मन परे पनि नमन परे पनि।